साथीहरू मन्था चक्रवातको कारण झापा पानी परेको परेछ। त्यसो फेरि रहने कुरो छैन। हाम्रो किसानहरूको बिजोग धान लडेर मन्था भनौँ राजनीतिक उथल पुथल भनौँ सबैतिर प्रभाव चाहिँ किसानलाई मात्रै पर्छ। धान लडेर बिजोग अब ठ्याक्क काट्ने बेला भएको धान मन्था चक्रवातले पनि पार्नु बिजोग पार साथी हो। जे आए पनि किसानलाई मात्रै हुँदो रहेछ। फेरि सबैमा पेलिने भनेको किसान मात्रै रहेछ। किसान भनेको त मकैको घुन जस्तै रहेछ नि। मकै पिस्दा पनि पिसिनु पर्ने गाह्रो छ साथी हो। हजुरहरूकोतिर कस्तो छ यसो कमेन्ट गर्नु होला। यता त मन्था चक्रवातले गरेर प्रभाव पारो, किसानहरूलाई समस्या पारो। हजुरहरूकोतिर के छ कस्तो छ मौसम? मन्था चक्रवातको प्रभाव पऱ्यो परेन जानकारी गराउनु होला साथीहरू। ठ्याक्क काट्न लागेको धान मन्था चक्रवातले गर्दा गर्नु अझै पानी रोकिने छाटकाट छैन। अन्धकार भएर आइरहेछ। के गर्ने हो कसो गर्ने हो केही थाहा छैन। सबै सुरक्षितसँग बस्नु होला। मौसमको भर छैन। सबैलाई शुभ दिन। नमस्कार।